सम्पूर्णमा नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला। धेरै व्यस्तताको कारणले मैले भिडियो ल्याउनु पाएको छैन अनि एकछिन फुर्सद हुँदा यहाँ भिडियो बनाइरहेको छु। यो मैले आजको भिडियोमा चाहिँ 3G 4G 5G कटिङ गरेर अब हजुरले घरमै बसेर अब लाखौँको आम्दानी कमाउन सक्नुहुन्छ। व्यापारी व्यवसाय बिजनेसम्यानहरूले अब घरमा नजाने कुरोहरूले पनि अब यसरी हेरेर सिक्न सक्नुहुन्छ, यसरी गर्न सक्नुहुन्छ। हेर्नुहोस् हाम्रो कति धेरै फल लागेको छ। यसमा चाहिँ मौसममा चाहिँ अब औषधिको प्रयोग गर्नुपर्छ, नभए सागसब्जीहरू बचाउन गाह्रो छ। हेर्नुहोस् त किरा लाग्यो। मैले यसमा 3G 4G कटिङ गरेको हुनाले यति धेरै फल लागेको छ कि हेर्नुहोस् त कसरी हाम्रो कस्तो सप्रेको। यो लहरे सब्जीमा अब मौसम अहिले गर्मीको मौसममा लहरे सागसब्जी र लहरे सब्जीहरूमा अब यसरी 4G 3G कटिङ गर्नुपर्छ। एकदमै राम्रो साग घरमा घरको लागि प्लस बिजनेसको लागि एकदम राम्रो लाभदायी हुन्छ। यसले यसरी कटिङ गर्नाले हामीलाई यो हाम्रो भिडौला हो। एउटा ब्रान्च निस्क्यो भने अब जतिवटा त्यसको ब्रान्च निस्किँदै गयो त्यो सुरुमा कटिङ गर्नु भने त्यो 1G 2G 3G 4G अब जतिवटा ब्रान्च निस्किँदै गयो त्यसमा चाहिँ अब हजुर त्यसको अगाडि माथि भेटेको त्यो मुन्टा निकाल्दै मुन्टा रहनु पर्यो हुन्छ। अब केले सजिलो लाग्छ मैले हातले नै गर्छु। अब कसैले पैसा ल्याउनु चाहिँ यस्तो फल लाग्छ। हेर्नुहोस् न मैले सानोमै कटिङ गरेको त्यसको त्यो भएर त्यस्तो फल लाग्छ। जतिवटा त्यसको हाँगा ब्रान्चहरू निस्किनु त्यसको अगाडिको सुरुको त्यो भागको मुन्टा निकाल्दै फाल्नुपर्छ सानो। त्यसलाई भनिन्छ 3G 4G 5G सम्म कटिङ। जतिवटा ब्रान्च निस्किँदै गइहाल्छ गर्नु भने एकदमै राम्रो फल हुन्छ, फल पाउनुहुन्छ। अब त्यो पर्सीको मैले पहिले गरिसकेको हुनाले एकदमै राम्रो फल लागेको छ। यसको चाहिँ भर्खरै उयो हुन्छ, सप्रिँदै गर्छ, त्यही भएर यसको चाहिँ गर्नु हुन्छ। भिन्डी पनि अब गर्मीको सब्जीहरू यही हो। मकै गाजर पनि अहिलेसम्म खानु मिलेको छ। गाजरलाई फेरि यो सिजनमा एकदम प्रशस्तै पानी चाहिन्छ। अब ड्रागन फ्रुटको फल पनि लगाइसकेको छ। यहाँ बिस्तारै अलिअलि धनियाँ थोरै अलिअलि सप्रेको छ। यहाँ हाम्रो गाजर जेठको अन्तिमसम्म चाहिँ यो खान सकिन्छ। त्यसपछि अब यसलाई पानी पुऱ्याउनु गाह्रो हुन्छ, त्यस्तै टेम्परेचर बढिरहेको छ। एकदमै पानी पाएन भने फेरि यसको खल्लो न मिठो स्वाद पनि आउँदैन, रसिलो पनि रस आउँदैन। आफूले टाइम मिलाएर लाउन सक्नुभयो भने सबै कुरा खानु सकिन्छ घरमा। अब गर्मीमा चढाइमा पनि अब हाम्रो खेत जोतेर बिउ जगाउनको लागि अब जोतेर बाजु बाँधिसकेको अवस्था छ। यहाँ योपालि पनि एभाकाडो खानु नपाउने अवस्था, किनभने औषधिहरू छर्नु भएन। औषधि हाल्नुभएको भए अलिकति हुन्थ्यो कि हाम्रो पर्सी हेर्नुहोस्
यो हाम्रो खरबुजा मैले पहिलो ब्रान्च गराएँ पुरालिसकेको थिएँ, यो दोस्रो ब्रान्च र तेस्रो ब्रान्च 3G म यसरी कटिङ गर्नु भने यसको बाद यति फैलिन्छ यति फल लाग्छ। हजुरले औषधि हालेर पनि बचाउन सक्नु गाह्रो हुन्छ फलहरू। हाम्रो खरबुजा हो, त्यहाँ प्याजको छेउमा बिउ खसेको हुनाले नि एकदमै सप्रेको छ मल पाएर, ड्रागन फुलको मल पाएर। त्यसको माथि माथिको मुन्टे फर्सीको मुन्टे खाने जस्तो अब त्यसरी भाँच्नु भएन, त्यो प्लस माथि माथिको सानो सानो मुन्टा अलरेडी निस्केको त्यो माथिको सानो टुप्पा भाग मात्र यसको टुटाल्नुपर्छ। यता मैले पहिले गरिसकेको थिएँ, कतिवटा जति 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 त्यसको मुन्टो भाँच्नु भयो त्यति ब्रान्च निस्किन्छ। अब सिधा सुरुमै अब लामो अब एउटा लहरा जाने हो, अब त्यो लहरा जाँदासम्म त्यो ठुलो पुरा फैलिनुभन्दा त्यसमा सानोमा कटिङ गरिदिनु भने त्यसले धेरै हाँगा पुऱ्याउँछ। त्यसबाट चाहिँ अब धेरै हाँगा परेपछि हजुरहरूले फल धेरै पाउन सक्नुहुन्छ त्यसबाट। त्यस कारणले गर्दा लाग्ने फल लाग्नुको धेरै लाग्नुको कारण पनि त्यो हो। जति कटिङ गरिदियो भने त्यति फल धेरै जाने हो लहरामा। हेर्नुहोस् न कस्तो राम्रो फल लगाइसकेको छ। पोहोर साल पनि हाम्रो 7-8 केजीको हिसाबमा पनि भएको थियो। अब योपालि व्यस्तताको कारणले अलिक ध्यान दिनु पाएको छैन, गाडीमा पनि अब डेली कति भ्याउनुहुन्न। हेर्नुहोस् न हाम्रो खरबुजा यसलाई पनि सानो भने के पोलिथिन ऱ्यापर के भने अब केही ढाकिदिएको किराले नछुप्ने गरी त्यस्तै गर्नुपर्छ, नभए यसलाई अब औषधि नै प्रयोग गर्नुपर्छ, नभए चरामा बचाउनु गाह्रो छ। सागसब्जी किराहरूको मौसम छ। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ।